Hello everyone, this is Monish Chaudhary, a student of BCA. I am going to tell you about IPv6. IPv6. IPv6 is the latest version of Internet Protocol. IPv6 means Internet Protocol version 6, and oldest version IPv4. Yeah. Then why IPv6 needed? एन्ड वाइ आइपिभी6 निडेड आइपिभी6 किन चाहिएको छ आइपिभी6 किन चाहिएको छ भन्दाखेरि आइपिभी6 त ओल्डेस्ट भइसक्यो अनि आइपिभी4 त ओल्डेस्ट भइसक्यो अनि आइपिभी4मा मतलब लिमिटेड एड्रेस स्पेस थियो आइपिभी4 चाहिँ 32 बिटमा लेखिन्छ मतलब अहिले पनि युज भइरहेछ आइपिभी4 मतलब यसको स्पेस सकिसकेछ अब यसको केही मतलब केही फ्ल्यासब्याकमा जाऊ होइन पहिला मतलब केही वर्ष अघि मतलब धेरै फोनहरू थिएन धेरै डिभाइसहरू थिएन ठिक छ अनि वर्ष बित्दै डिभाइसहरू बढ्दै गयो अनि डिभाइसहरू बढ्दै गयो सबैलाई हरेक डिभाइसलाई आइपी एड्रेस चाहिन्छ है जुन चाहिँ इन्टरनेटमा कनेक्ट छ त्यो डिभाइसलाई आइपी एड्रेस चाहिन्छ आइपी एड्रेस चाहिन्छ अनि के गर्ने त अब एड्रेस स्पेस त सकिँदै गयो यसको एड्रेस स्पेस लगभग 2 लगभग 3.4 बिलियन यसको एड्रेस स्पेस छ आइपिभी4 को ठिक छ अनि त्यति त मान्छे कति हो अनि त्यसपछि आइओटी थिङ्सहरू आयो इन्टरनेट अफ थिङ्सहरू आयो ठिक छ अनि त्योहरूमा पनि आइपी एड्रेस जस्तै रेफ्रिजरेटर भयो एसीहरू भयो सबैमा त नेट कनेक्ट गर्नेवाला आयो है अनि त्यो आइपी एड्रेस त सकिँदै गयो त्यसैले आइपिभी5 पनि आएको थियो ठिक छ अनि आइपिभी5 टेस्ट बेलामा मतलब त्यो सक्सेस भएन ठिक छ अनि आइपिभी6 आयो अनि आइपिभी4 चाहिँ मतलब त अक्टेटमा लेखिन्थ्यो भने यो आइपिभी6 हेक्साडेसिमलमा लेखिन्छ ठिक छ आइपिभी4 र आइपिभी6मा मतलब दुइटै त मतलब एड्रेसिङको लागि नै युज हुन्छ तर आइपिभी4 आइपिभी6मा कुनै सिमिलरिटी छैन ठिक छ यो त्यही एड्रेसको लागि युज हुन्छ त्यो छुट्टै कुरा भयो मतलब तर त्यो किनकि त्यो अर्कैमा बनेको छ अक्टेटमा बनेको छ भने हेक्साडेसिमलमा बनेको छ ठिक छ अनि अनि यसमा आइपिभी6मा कति स्पेस छ भन्दाखेरि 2 को पावर 128 कति हुन्छ लगभग ट्रिलियनमा जान्छ यसको 2 को पावर 96 गुणा बढी छ योभन्दा आइपिभी भन्दा यसको एड्रेस आइपिभी6 को होइन यसको मतलब यसको हेडरहरूलाई पनि सिम्प्लिफाइड गरेको छ होइन अनि यसमा अझै सेक्युरिटीहरू पनि बढाएको छ आइपिभी6मा है यो धेरै उपयोग हुन्छ अनि यसमा ट्राफिकहरू पनि मतलब कुनै डेटा पठाउनु पर्यो भने बिचैमा अड्किँदैन कि योमा डेटा कुनै पुरै जान्छ पहिल्यै इन्फर्म गर्छ जस्तै केहीको कुनै डाटा पठायो ठिक छ अनि त्यसको मतलब यदि जानेवाला छ होइन पुरै गइदिन्छ अनि यदि यसो जानेवाला जाँदैन डाटा अनि पहिले इन्फर्म गरिदिन्छ कि यो डेटा जाँदैन यसको लिमिट चाहिँ जाँदैन पहिले इन्फर्म गरिदिन्छ अनि आइपिभीमा त्यस्तो थिएन आइपिभीमा मतलब डेटा जान्थ्यो अनि बिचैमा आदि काटेर कुनै डेटा चेन्ज भएर गइहाल्थ्यो त्यस्तो थियो कुनै यसमा यो हुँदैन यसमा कि जान्छ कि जाँदैन अनि यो पहिले त्यसमा यस्तो ठिक हुन्छ कि इन्फर्म गरिदियो पहिले इन्फर्म गरिदिन्छ अनि इन्फर्म गर्नु भने गइहाल्छ आदि गइहाल्छ मान्छेलाई लाग्छ गइसक्यो अनि केही चेन्ज भएर पनि गइदिन्छ कि योमा जाँदैन चेन्ज भएर यसमा सेक्युरिटी पनि प्रोभाइड गरेको छ होइन ट्राफिकहरू आउँछ तर त्यसलाई म्यानेज गर्ने पनि ह्यान्डल गर्ने पनि हुन्छ ठिक छ अनि यसमा मतलब यसमा आइपिभी4लाई मतलब 8वटा अक्टेटमा डिभाइड गरेको थियो भने आइपिभी6लाई पनि 8वटा सेगमेन्टमा डिभाइड गरेको छ 4वटा अक्टेटमा डिभाइड गरेको थियो आइपिभी4लाई ठिक छ आइपिभी6लाई 8वटा सेगमेन्टमा डिभाइड गरेको छ